कसरी के भनेर चिनाउ म तिमीलाई म को हो भनेर। यो साँचो हो म घमण्डी छु। तिमीलाई आजको म मन परेको हो। भोलिसम्म आजको म परिवर्तन भइदिए भने तिमीले मलाई गर्ने माया उस्तै रहला त। किनकि तिमीले आजको मलाई प्रेम गरेको छौ र भोलि ममा मनै रहन मन छैन, अरू नै बन्नु छ। म भोलि परिवर्तन हुला नहुला त छुट्टै कुरा छ, तर परिवर्तन पनि सम्भव छ नि। मैले चाहे भने हो म यही परिवर्तन हुनलाई घमण्ड गर्छु। अहिले जे छ भोलि त्यही नै हुन्छ भन्ने छैन। म बदलिँदै जानेछु। म भित्रको मलाई चिन्दै जिन्दगीमा धेरै परिवर्तन आउन सक्छन्। जिन्दगी लामो छ, लामो मोडहरू छन्। कुन मोडमा मोडिनुपर्छ थाहा छैन। जिन्दगीमा धेरै सरप्राइजेसहरू आउन सक्छन्, अनेकौँ एक्सनहरू आउन सक्छन् जिन्दगीमा, र पो घमण्ड गर्छु। र यो पनि नसोच मैले तिम्रो मायाको मजाक गरेँ, तर होइन, माया म भित्र पनि छ अथाह सागर चाहिँ। तर मैले अहिलेको मलाई सम्हाल्न सक्दिनँ। जुन दिन म भित्रको मलाई चिन्नेछु, मात्र मलाई, तब आउनेछु म आफै तिमीलाई खोज्दै तिम्रो नजिक। र तिमीले मेरो माया पाउन पर्खेर बसेको भए त्यो दिन झन् घमण्ड गर्नेछु तिमीलाई पाएर। अनि दुवै गरौँला एक अर्काको घमण्ड सधैँ। अनि हामी दुवैलाई भनोस् दुनियाँले घमण्डी मान्छे।